त्यो फेरि आउँदैन। सुन्दरी जीवन बाटो मृत्युमा पुर्याउने, यसो हो सबै जीवनको बाटो मरणमा पुर्याउने। सुन्दरी जीवन बाटो मृत्युमा पुर्याउने, यसो हो सबै जीवनको बाटो मरणमा पुर्याउने। यो बाटो छ हजारौँ बानी, यो बाटो छ हजारौँ बानी, हुँदैछ सबैले खोला नजिरेर लगेर जान्छ, यो फेरि आउँदैन। खोला नजिरेर लगेर जान्छ, यो फेरि आउँदैन, यो फेरि आउँदैन, यो फेरि आउँदैन। चोला नानीको बाँझै उडेर जाने हो, विदेशमा यो तिमीलाई छ आज नै यो मौका छ, विदेश यो तिमीलाई छ आज नै यो मौका छ। सबै छोरालाई अहिले गाँसिने स्वर्गीय पिता जसबहादुर मगर अनि आमा स्वर्गीय ऐतिमाया मगरको कोखबाट सन् 5 तारिक 4 महिना 1929 जन्म लिएकी थिइन्। उहाँ पूर्व सिक्किम थाङदुङबाट कदमताम निवासी स्वर्गीय खर्क सिंह मगरसँग विवाह गर्नुभएको थियो। यसरी नै उहाँको नाम तुलसीमाया मगर, ख्रिस्टीय नाउँ नाथ मगरले चिनिने भएको थिइन्। उहाँले आफ्नो ख्रिस्टीय जीवन सन् 1999 सालमा प्रभुलाई ग्रहण गरी सोही सालको तारिक 5 तारिक 12 महिना 1999 सालमा प्रभुमा पानीको बप्तिस्मा पास्टर तारामान राईज्यूबाट पिता पुत्र अनि पवित्र आत्माको नाममा बप्तिस्मा लिनुभयो। स्वर्गीय तुलसीमाया मगर नाथा उहाँको जीवनको गवाई यस्तो थियो, जब उहाँले प्रभुलाई पाउनुभयो त्यसपछि उहाँको जीवनमा आत्मिक परिवर्तन, प्रभुसँगको सपना दर्शनद्वारा बोल्नु थाल्नुभयो। जब उहाँले देखेको सपना दर्शनहरू मण्डलीमा बताएपछि मण्डलीमा जागृति साथै मण्डलीमा वृद्धि हुन थाल्यो। उहाँले सधैँ प्रार्थनामा मण्डली गाउँ समाजमा शान्ति आओस् साथै उन्नति होस् भनी प्रार्थना गर्नुहुन्थ्यो। यसरी नै अचानक उहाँ 7/2017 देखि क्यान्सर जस्तो घातक बिमारले चाप्छ उहाँलाई। जब हस्पिटल लान्छ डाक्टरको सल्लाह अनुसार 6 महिना मात्र बाँच्न सकिन्छ भन्ने सुझाव दिन्छ। म निरन्तर प्रभुलाई प्रार्थना गर्नु कहिले छर्नु भएन। उहाँ भन्नुहुन्थ्यो, प्रभुले मलाई भन्नुभएको छ कि प्रभुलाई प्रेम गर्नेलाई स्वर्ग छ, नगर्नेलाई नरक छ भनेर। तरै पनि डाक्टरले भन्नुभएको थियो एकचोटि अपरेसन गरेर बिमारलाई हटाउन सकिन्छ कि भनेर। जब परिवार पक्षले उहाँलाई हस्पिटल पुर्याए 3 पटक हस्पिटल लाँदा पनि खोकीको कारणले अपरेसन गर्न असमर्थ भयो। उहाँ आफै भन्नुहुन्थ्यो सबै यो प्रभुको योजना हो भनेर। यसरी उहाँ आफ्नो बिमार भन्दा बेसी प्रभुमा भरोसा र विश्वासले उहाँलाई 8 वर्षसम्म बिमारसँग लड्दै प्रभुमा प्रार्थना गर्थिन्। यसरी नै आफ्नो जीवनसँग आफू बिमारसँग लड्दै जाँदा उहाँ अचानक हिजो 1 तारिक 7 महिना 2025 सोमबारको दिन मध्य समय 12 बजे प्रभु कहाँ विश्राम लिनुभयो। उहाँले आफ्नो 3 छोरा, 2 बुहारी, 2 छोरी र अन्य 3 जना नाति र 6 जना नातिनी साथै 3 जना पनाति इष्टमित्र समाजलाई छोरी सधैँको निम्ति प्रभु कहाँ जानुभयो भनेर
जस्तै छ फुलेको केही दिनमा ओइलिएर जान्छ फुलेको केही दिनमा ओइलिएर जान्छ बिचोको जीवन लिएर भुलाभरि फेरेर बन्छ बिचोको जीवन लिएर समय छँदै क्रिस्टमा उधारमुखी बाबु क्षमा समय छँदै क्रिस्टमा उधारमुखी बाबु क्षमा हाम्रो जीवन बिचमा बिदाई दिने र परमेश्वरको वचनले अब मृत्युको बारेमा त्यति बेला सायद ग्रहण गर्दै गर्दा बत्तिसमा लिँदाखेरि के हुन्छ भन्ने बारेमा मैले यहाँलाई सिकाएको थिएँ भने आज हामीले यसोलाई विश्वास गरेर मर्दाखेरि चाहिँ के हुन्छ भन्ने बारेमा मैले बोल्ने मौका पाएको छु र म एकदमै छोटकरी म बोल्ने म सायद कोसिस गर्नेछु पानी पनि सायद आउँछ होला अनि पानी आयो भने हामी अतालिनु हुँदैन यो बर्खा हो है कतिजना त प्रार्थना गरिराखेको होला पानी आओस् भनेर र हामीले चाहिँ अब प्रार्थना गरिराखेको छौँ पानी नआओस् भनेर अनि परमेश्वर पनि कन्फ्युज होला अब यो कदमतामा चाहिँ यहाँ चाहिँ पानी नपार्ने अर्को ठाउँमा पानी पार्ने त्यस्तो सजिलो त हुँदैन कुनै क्षमता नै छैन यसै कारण त्यो दण्डको आज्ञा मेरोमाथि छैन र उहाँ त विजय हुनुभयो हामीले सुसमाचार यौनाको पुस्तकमा पढ्यो भनेदेखिलाई सुसमाचार यौनाको पुस्तक 14 भन्छ म मेरो पिताको घरमा जान्छु र म तिमीहरूको लागि ठाउँ तयार पार्नेछु जब म तिमीहरूको लागि ठाउँ तयार पारिसकेछु म तिमीलाई फेरि लिनको लागि अनि प्रभुको चेलाहरूले सोधे प्रभु तपाईँ कहाँ जानुहुन्छ हामीले बाटो कसरी चिन्ने बाटो चिन्नु जरुरत छैन म त्यो बाटो भएर अघि नै गइसकेको छु र अब तिमीलाई सजिलो हुनेछ मेरो नानी अहिले इजरायलमा छ मलाई म पहिला हामी पनि पहिले इजरायल गएको आयो नानीले मलाई बोलाइरहेको छ यस्तो स्वर्गभित्र पसेको त्यस्तो पर्दैन त्यसो सबैतिर सक्नुभयो अनि यीशु ख्रीष्टलाई चिन्नु र उहाँलाई ग्रहण गर्नु मात्रै हो स्वर्ग जाने बाटो चिन्नु अब त्यो बाटो कहाँ टर्निङ छ कहाँ चौतारा छ कहाँ बिचाउनु पर्ने कहाँ उकालो छ कहाँनिर सिसी फुटपाथ छ कहाँ छैन हामीलाई त्यसको दरकार छैन खालि येशूलाई मात्रै चिन्नु पर्यो किनभने येशू मात्रै स्वर्ग जाने बाटो हुनुहुन्छ र तपाईँ र मैले हामीहरूले हाम्रो आमा बाबु आदरणीय आमा बाबु दाजुभाइ दिदीबहिनीहरू तपाईँले यदि यीशु ख्रीष्टलाई चिन्नु भएको छ भने तपाईँले स्वर्ग जाने बाटोलाई चिन्नु भएको छ अब तपाईँ नअतालिनुहोस् किनभने तपाईँलाई स्वर्ग जानको लागि कुनै प्रकारको पावर कुनै प्रकारको शक्ति छैन जुन शक्तिले चाहिँ तपाईँलाई रोकेर राख्न सक्छ अनि यीशु ख्रीष्टले पहिलो कोरिन्थी 15:55 भन्नुभयो यीशु ख्रीष्ट मृत्युबाट बलि उठ्नु भएपछि तेरो विजय कहाँ ए मृत्यु तेरो खिल कहाँ मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो यीशु ख्रीष्टले मैले भने मृत्यु चाहिँ पापबाट आउँछ त्यो पापको लागि यीशु ख्रीष्ट बलि हुनुभयो उहाँले हाम्रो लागि कल्भरी संसारका होइनौ हामी फर्किजानु छ एक दिन बादलमा श्रेष्ठ हाम्रो सबै स्वर्ग हो